चुनाव सकियो, नतिजा आयो र बालेन शाहले इतिहास रचे। तर के बालेनको जित नै अन्तिम सफलता हो? वास्तविक लडाई त अब सुरु हुँदैछ। यदि बालेन शाह देशको प्रधानमन्त्री बने भने सिंहदरबार छिर्ने बित्तिकै उनले चलाउने पहिलो कलम कुन फाइलमा चल्छ होला? के दशकौंदेखि देश लुट्ने ठूला माछाहरू अब थुनिने छन्? आजको भिडियोमा हामी चर्चा गर्नेछौँ बालेन प्रधानमन्त्री भएपछिको नेपाल कस्तो देखिनेछ। बालेन शाहको कार्यशैली हामीले काठमाडौँमा देखिसकेका छौँ। उनी बोलेर भन्दा काम गरेर जवाब दिन्छन्। प्रधानमन्त्रीको कुर्सीमा बस्ने बित्तिकै उनले पहिलो निशाना भ्रष्टाचारका पुराना फाइल हुने निश्चित छ। अहिलेसम्म शक्ति र पहुँचको आडमा रोकिएको काण्डहरू फेरि बिउजिनेछन्। जब निष्पक्ष छानबिन सुरु हुन्छ तब वर्षौंदेखि रजगज गरेका धेरै शक्तिशाली अनुहारहरू कठघरामा उभिनु पर्ने स्थिति आउन सक्छ। बालेनको जितले पुराना दलका नेताहरूमा एउटा ठूलो डर पैदा गरेको छ। उनीहरूलाई थाहा छ बालेन कुनै सेटिङमा चल्ने मान्छे होइनन्। यदि उनले गृह मन्त्रालय र अख्तियारलाई स्वतन्त्र छोडिदिए भने धेरै नेताहरूको राजनीतिक करियर मात्र होइन व्यक्तिगत स्वतन्त्रता पनि जोखिममा पर्न सक्छ। केपी ओली, देउवा वा प्रचण्ड अबको राजनीतिमा उनीहरूको भूमिका मार्गदर्शकमा सीमित हुन्छ कि प्रतिरक्षामा, यो हेर्न बाँकी छ। बालेनले प्रधानमन्त्री भएपछि गर्ने केही सुधारात्मक कामहरू यस्ता हुन सक्छन्। सरकारी सेवाको डिजिटलाइजेसन। सरकारी कार्यालयमा लाइन बस्नुपर्ने र घुस खुवाउनु पर्ने झन्झटलाई उनले प्रविधिको प्रयोगले अन्त्य गर्ने प्रयास गर्नेछन्। शिक्षा र स्वास्थ्यमा लगानी। निजी विद्यालय र अस्पतालको दादागिरी अन्त्य गर्दै सरकारी संस्थानको गुणस्तर सुधार्ने उनको मुख्य एजेन्डा हुनेछ। युवा स्वरोजगार। विदेश पलायन भइरहेका युवाहरू नेपालमै रोक्न स्टार्टअप र उद्योगमा विशेष सहुलियत दिने नीति आउन सक्छ। जित्नु एउटा कुरा हो तर चलाउनु अर्को। पुराना पार्टीका कार्यकर्ताहरूले कर्मचारी तन्त्र र षड्यन्त्रमा बालेनलाई काम गर्न नदिन अवरोध सिर्जना गर्न सक्छन्। के बालेनले यो सिस्टम भित्रको फोहोर सफा गर्न सक्लान् वा उनी पनि यही षड्यन्त्रको चपेटमा पर्लान्? यसका लागि उनलाई संसदमा गह्रो बहुमत र सडकमा जनताको साथ अनिवार्य चाहिन्छ। अबको 5 वर्ष नेपालका लागि मेक अर ब्रेकको समय हुनेछ। के तपाईलाई विश्वास छ बालेनले ठूला नेताहरूलाई कानुन दायरामा ल्याएर देशलाई नयाँ दिशा दिलान्? तपाईको विचार कमेन्टमा पक्कै लेख्नुहोला। भिडियो मन परे लाइक र च्यानल सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। धन्यवाद।